हेलो गुड मर्निङ मेरो फेसबुकमा रहेका फ्रेन्ड साथीहरूलाई सबैजनालाई मेरो नमस्कार है। यहाँ चाहिँ हाम्रो जाम्बालाको अनर सुदीप भाइ बालाको है यस्तो रहेछ है। यहाँ थिएँ कि हेरौँ न कस्तो भएको रहेछ, म त फर्स्ट टाइम बसेको। हेलो बिजी एमए र यो चाहिँ हाम्रो जाम्बाला हाम्रो सुदीप भाइको होमस्टे यस्तो छ है। भाइले मजाले बनाएको रहेछ। आज अलिकति म पनि फर्स्ट टाइमै हो यहाँनिर जाम्बाला रुमहरू यसरी दामी दामी प्रकारले बनाएको रहेछ। तर यहाँ पस्नु पनि गर्दाखेरि हो जाम्बाला होमस्टे छ है। नेपाली दाजुभाइहरू पनि है, दिदीबहिनी तपाईँहरू पनि आएर यहाँ बस्नु सक्नुहुन्छ है, यहाँको आनन्द लिनु सक्नुहुन्छ। अहिले भर्खरै टुरिस्टहरू यहाँनिर निक्लेको होला कि है, एकदमै दामी छ। अनि यहाँबाट चाहिँ यो सब कलकत्ताबाट आउने हाम्रो टुरिस्ट है, गेस्ट हो भनौँ न होइन, उहाँहरू आएर मजाले यहाँको धोत्रेको आनन्द लिएर फर्किनुहुन्छ है। र हाम्रो यहाँबाट हेर्नुहोस् अब कञ्चनजङ्घा एकदमै दामी देखिन्छ है। यहाँबाट एकदमै अझै क्लियर भयो भने यहाँनिर सिनेरीको त अझै क्लियर भयो भने त सुनमा सुगन्ध भने जस्तै हुन्छ हो। हाम्रो यो धोत्रे एकदम सुन्दर भ्यू देख्न सकिन्छ। र यहाँ होइन को नजारा चाहिँ यस्तो छ है। यो चाहिँ धोत्रे हाम्रो जाम्बाला होटल माथिबाट चाहिँ यस्तो नजारा देखिन्छ है। अनि ब्याक साइडमा देख्दै गरेको यहाँबाट कञ्चनजङ्घाहरू पनि दामी मजाले देखिन्छ। अझै आज त्यति क्लियर छैन र कञ्चनजङ्घा चाहिँ ब्याक साइडबाट यता पछाडि पर्छ होइन। र तपाईँहरू आएर है यहाँ जाम्बालामा तपाईँहरू बस्नु सक्नुहुन्छ है। हाम्रो सुदीप भाइकोमा चाहिँ सिमानाहरू भयो है। यो साइडमा हेऱ्यो भनेदेखिलाई यो चाहिँ अब नेपाल एरिया है। माथि यहाँबाट चाहिँ यो रोडबाट चाहिँ हाम्रो धोत्रेको स्कुल जाने बाटो है यस्तो छ। यहाँबाट एकदमै दामी देखिन्छ। र तपाईँहरूलाई यो छोटो जानकारी है, मेरो छोटो सानो भ्लग, र तपाईँहरूले यहाँ आएर धोत्रेको आनन्द लिन सक्नुहुन्छ है। यति नै हो र यो मेरो छोटो ब्लग तपाईँहरूलाई धन्यवाद। चिया भर्खर खायो त। कन्या भ्यू होमस्टे।